ओके गाइज वेलकम टु माई नेक्स्ट ब्लग मैले टाइममा इन्फर्मेटिभ भिडियो होस् या कसैलाई हेल्पफुल होस् भनेर चाहिँ भिडियोहरू बनाएर हुन्छु। आज चाहिँ मैले मोस्ट इम्पोर्टेन्टली अ भेरी इम्पोर्टेन्ट टपिक जुन चाहिँ युके चाहिँ कति एक्सपेन्सिभ छ होइन, अनि हामीले चाहिँ कति इन्कम हुन्छ नर्मली मान्छेले स्टुडेन्टले काम गर्दाखेरि, अनि एक्सपेन्सेसहरू कति हुन्छ इन्क्लुडिङ सबै कुराहरूको बारेमा थोरै इन्फर्मेटिभ भिडियो बनाउन लागिरहेको छु। अब मैले यो कुराहरू चाहिँ कति कुराहरू कन्सल्टेन्सीहरूले पनि भनिदिएर हुँदैन, कन्सल्टेन्सीहरूलाई पनि प्रपर नलेज डेफ नलेज यसको बारेमा थाहा हुँदैन, अनि रियालिटी चाहिँ यहाँ आएर डिफ्रेन्ट हुन्छ। अनि त्यसपछि पछि आएर स्टुडेन्ट प्यानिक हुने, अलिकति तनाव हुने होइन, मेन्टली प्रेसर हुने त्यो किसिमको इन्भाइरोमेन्ट क्रिएट हुनसक्छ। अनि त्यही भएर चाहिँ मैले सरसर्ती कुरा गर्छु। हामीले एज ए इन्टरनेसनल स्टुडेन्ट हामीले 20 आवर पर विक काम गर्न मिल्छ। अब त्यो गर्दाखेरि तपाईको यहाँको एभरेज इन्कम भनेको एभरेज मन्थली इन्कम त्यो चाहिँ किनकि युके गभर्मेन्टले तोकेको होइन, त्यो भनेको पहिला 11.41 अर समथिङ 21 थियो, अहिले बढेर 12.21 अर समथिङ कति भएको छ भन्छु है, किनकि यो रफ आइडिया भइहाल्छ स्टुडेन्टको लागि। अब यहाँनिरको एभरेज यहाँको पर पर्सन इन्कम भनेको चाहिँ मिनिमम रेट भने चाहिँ मैले पहिला 11.41 अर 21 थियो होइन, अहिले भर्खरै बढेर चाहिँ 12 समथिङ भएको छ, 41 अर 21 समथिङ भएको छ। अनि त्यो हुँदा चाहिँ कस्तो प्रब्लम भइरहेको छ भन्दाखेरि त्यो भए तापनि यहाँको चाहिँ पब्लिक ट्रान्सपोर्टेसनको फेयर अनि इन्फ्लेसन चाहिँ अलिकति हाई भइरहेछ। अब त्यो हुँदाखेरि लगभग एभरेजै हुन्छ क्या पहिलाको जस्तै। अनि त्यसले तपाईँले क्यालकुलेट गर्नुभयो भने एज अ इन्टरनेसनल स्टुडेन्ट हामीले काम गर्न पाउने भनेको 20 आवर्स पर विक, अनि 20 आवर्स पर विकमा तपाईँको इन्कम भनेको नर्मल्ली 960-80 होइन, ल म्याक्स राख्थ्यौँ 1000 पाउन्ड तपाईँले कमाउनु भयो। अब 1000 पाउन्ड रफली कमाउनु भयो भने लिगल्ली तपाईँले कमाउनु भयो भनेदेखि तपाईँको खर्च भनेको सबभन्दा म्याक्सिमम खर्च हुने भनेको चाहिँ अकोमोडेसनमा हो। युकेमा अकोमोडेसन अलिकति महँगो छ। झन् अहिले मैले त आउटसाइड अफ लन्डनको कुरा गरेँ, लिड्सको कुरा गरिरहेको छु है। लिड्समा कुरा गर्दाखेरि नर्मल्ली एउटा मान्छेको एउटा स्टुडेन्ट बस्यो भनेदेखि एभरेजमा मैले सबैको नर्मल्ली गरेँ भने 300 पाउन्ड तपाईँको खर्च हुन्छ अकोमोडेसनमा मात्रै। अनि त्यो भइसकेपछि अकोमोडेसनमा तपाईँको 300 पाउन्ड खर्च भयो। अनि अर्को बढी खर्च हुने भनेको ट्रान्सपोर्टेसनको कुरा भयो। ट्रान्सपोर्टेसनमा तपाईँको अहिले फेरि हालसालै ट्रान्सपोर्टेसन पनि बढाएको छ, 0.5ले बढाएको छ। पहिला चाहिँ लिड्समा जता पनि तपाईँ ट्राभल गरिरहनु हुन्थ्यो गर्दाखेरि चाहिँ 2 पाउन्ड लाग्थ्यो, भन्दाखेरि 1 वेको 2 पाउन्ड लाग्थ्यो, अहिले चाहिँ 2.5 पाउन्ड भएको छ। त्यस भएर तपाईँको अलिकति इन्कम बढे पनि फेरि यताबाट एक्सपेन्सेसहरू बढी नै रहेछ कि सबै कुराहरूको। अनि त्यो हुँदाखेरि तपाईँको नर्मली खर्च ट्रान्सपोर्टेसनको पब्लिक ट्रान्सपोर्टेसन युज गर्नुभयो भने नर्मली खर्च तपाईँको महिनाको 70-80 पाउन्ड मिनिमम आउँछ। त्यो सम्झौँ तपाईँको 300 + 70 भनेपछि 370 पाउन्ड त तपाईँको खर्च हुने नै भयो होइन, यताउति पब्लिक ट्रान्सपोर्टेसन गरेर अझ गाडी चढेर काममा जानु छ भनेदेखि। अनि अर्को खर्च हुने ठाउँ भनेको तपाईँको ग्रोसरिज आइटमहरू भयो, खानेकुराहरूको खर्च हुने भयो। अब त्यसको चाहिँ कस्तो छ भन्दाखेरि म भेज भएँ होइन, म भेजको लागि अलिकति महँगो हुन जान्छ। तपाईँ अब मासुहरू खानुहुन्छ भन्दाखेरि मासु त्यस्तो धेरै महँगो पनि होइन। त्यही भएर चाहिँ अब त्यो आफूले कसरी खाइन्छ त्यो कुरामा नि भर पर्छ क्या। त्यही भएर चाहिँ अब खानेकुराहरूको खर्च म्याक्सिमम् तपाईँहरूले 70 पाउन्डमा तपाईँको कम्प्लिटली भइ नै हाल्छ। 70 × 2 140 भयो, प्लस 300 400 तपाईँको 450 होइन। तपाईँले नर्मली खानुभयो भने तपाईँको म्याक्सिमम् खर्च महिनाको 450 जतिमा या तपाईँको सबै खर्चहरू टर्छ है। अरू एक्स्ट्रा तपाईँले खर्च गर्नु भएन भने, अब एक्स्ट्रा भनेको कसैको चुरोट खाने बानी हुन्छ, त्यो भयो भने अलिकति गाह्रो पर्न सक्छ। त्यो भयो भनेदेखि 450 जतिमा तपाईँको खर्च टर्छ। अनि तपाईँको कमाइ भनेको 960 या 1000 नै भनौँ। नर्मली तपाईँहरूले 500 पाउन्ड सेभ गर्न चाहिँ सक्नुहुन्छ तपाईँले अलिकति टाइट बजेटमा चल्नुभयो भने। त्यही नै हो, नर्मली त्यति भयो। एभरेज मान्छेहरूलाई यसो टेन्टेटिभ आइडिया चाहिँ हुन्छ है स्टुडेन्टहरूको लागि। स्टुडेन्टहरू आउने बित्तिकै म पैसा कमाउँछु या पैसा कमाएर ऋण तिर्छु भन्न चाहिँ अलिकति गाह्रै कन्डिसन हुन्छ, किनकि एक्सपेन्सेसहरू सबै हाई छ, इन्फ्लेसन बढिरहेछ। अझ तपाईँहरूले
मास्टर्सको स्टुडेन्टलाई त अलिकति सहज भयो, तर ब्याचलर्सको स्टुडेन्टहरूलाई त अझ गाह्रो हुन्छ, किनकि 3 इयर्सको ब्याचलर्स डिग्री हुन्छ, त्यसमा पनि फी अब फर्स्ट इयरको तिरेर आउनु होला, सेकेन्ड इयरको तिर्ने बेलामा त टर्नअप भइहाल्छ होइन। त्यही भएर ब्याचलर्सलाई भन्दा मास्टर्सको लागि चाहिँ अलिकति बेटर कन्डिसन छ युकेमा। त्यही भएर अब मास्टर्सको स्टुडेन्टलाई त तपाईँले 1 इयर आफूलाई खाना लाउनलाई बस्नलाई पुग्यो भनेदेखि नेक्स्ट 2 इयर्समा पिएसडब्ल्यूमा अलिकति राम्रै इन्कम हुन्छ, किनकि यहाँ राम्रोसँग काम पाइयो भनेदेखि लाइफ त्यस्तो हार्ड भनेर त्यस्तो गाह्रो भनेर पनि हुँदैन क्या, सबैले गरिरहेछन् होइन। मेहनत गर्नु पऱ्यो, माइन्डसेट चाहिँ अलिकति स्ट्रङ बनाउनु पऱ्यो। माइन्डसेट चाहिँ स्ट्रङ भएन भने तपाईँ प्यानिक भएर या सोच्दा सोच्दै होइन घरको टेन्सन भएर गाह्रो हुनसक्छ। त्यही भएर फर्स्टमा नेपालबाट आउने बित्तिकै माइन्डसेट चाहिँ के अरे म कमाउन गएँ होइन, पढ्न गएको, फर्स्ट इयर पढ्ने, त्यसपछि कमाउने कुरा भनेको छँदैछ। त्यही भएर अलिकति माइन्डसेट स्ट्रङ बनाएर आएपछि भइहाल्छ। त्यही हो, नर्मल्ली एउटा मान्छेको एउटा स्टुडेन्टले खर्च गर्ने भनेको 450 या म्याक्सिमम् 500 भयो भने इनफ हुन्छ। अनि 500 तपाईँले कमाएर या नेपाल पठाउन पनि सक्नुहुन्छ क्या। त्यो भयो भने यस्तै हुन्छ कन्डिसन। अरू भनेको जबहरू केमा पाइन्छ यसको बारेमा म पछि डिटेलमा कुरा गर्छु है। सो तपाईँहरूलाई टेन्टेटिभ आइडियाहरू भइहाल्यो। पछि केही अरू केही इन्फर्मेसन चाहियो या युकेको बारे रिलेटेड चाहियो, स्पेसल्ली लिड्सको बारेमा चाहियो भनेदेखि कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला। म नर्मली तपाईँहरूको कमेन्टहरू रिप्लाई गरिदिन्छु। अनि सो गाइज किप वाचिङ, किप लभिङ, सी यू इन नेक्स्ट ब्लग। नेक्स्ट ब्लगमा चाहिँ म यस्तै बारेमा कुनै आइडिया तपाईँहरूको लागि हेल्पफुल हुनको लागि म भिडियोहरू बनाउनेछु। सी यू गाइज।